हेलो गाइज वेलकम टु माई च्यानल सबैलाई गुड मर्निङ आई होप सबै सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अलिकति रुगा घाँसला आज चाहिँ हाम्रो कति समथिङ 4-5 दिनपछि चाहिँ बल्ल आज अलि राम्रो घाम लागेको छ आज टक्क लगाएर हामीले घाम ताप्नु पाइरहेको छ यता दाङदेउखुरतिर चाहिँ अलि बल्ल 4-5 दिनपछि चाहिँ घाम लागेको छ टक्कै आलु सुकाइया उता पारि मम्मी हुन्छ हाम्रो गाउँघर चाहिँ अलि लास्टै दिनपछि घाम लागेको छ क्या त्यही भएर अलि कासु पनि लगाइरहेको छ बोलीमा अलि समस्या छ अरू म भिडियो हालिरहेको छु लाइक सब्सक्राइब अरू अल अफ गरिदिनु ल हजुर ढाक्ला हो यहाँ चाहिँ भात पाकिरहेको छु मम्मी उ कहाँ आलु ल छोड्दै अनि सिन मुला ओखरमा परेर उ कहाँ के सिन्की हाल्नु पर्यो त्यो कस्तो दुःख भयो के पकाउने अहिले अन्ननाले सिन्की निकाल्यो भने चुगुलो आलु सिन्की अब चाहिँ म भात चलाउनु ल बाबु बाबु ए मेरो भान्जा अहिले मुला खाउली है ए मुलाले माम खाउली है सबै भात चलाउने बाबुले चप्पल कहाँ लएर छोरा छिन्तेरी मम ढाक दिने हो पानी मुला छ हजुर यहाँ सोबी छोरामा आऊ भाग चाहिँ लास्ट हुन्छ नि किन रोइरा हैन बाहिर आऊ यहाँ आऊ अब माम खाने माम पाकेको छ दाल माम खाने बाहिरतिर जानु पर्यो घाम त लास्ट आज चाहिँ घाम ताप्न मजा आउँछ मेरो गाउँ राम्रो घाम लाग्छ त दामी अब केटाहरू जानु पर्यो क्रिकेट खेल्ने कुरा गर्दैन आज के हुन्छ क्रिकेट खेल्नु पर्ला लगाएछ अब अहिले एकछिनपछि भेट्छौँ लगाएछ अब चाहिँ यति गर्दा चाहिँ म अब केटाहरू जान्ला लालमटे आफ्नो साइकल चाहिँ त्यो बिहा साइकल निकाल्नु पर्यो पहिला हजुर ए म उता गएको थिएँ कि तल गएर फेरि आयो क्या हजुर चाहिँ ट्याक्क लगाएर चलाइन्छ साइकल ट्याक्क लगाएर अब साइकल बनाउनु जान्ला अलिकति सर्भिस गर्नु पऱ्यो साइकलको पहिला चाहिँ अब एकछिन यो स्कुलमा छिरौँ ओ केटा यो स्कुलमा मेरो शान्तिको काम छ अब यस्तै हो टक्क लगाएर जानु पर्यो अब आज फेरि कस्तो उलाइरहेको कि मलाई कासु लगाइरह अर्जुन अब फेरि साइकल निकाल्नु पर्यो पहिला साइकल पनि अब चल्यो टक्क
टक्क लाएर अब साइकल बनाउनु जाने साइकल बनाएर फेरि साइकल पनि भ्लग हाल्दै गरौँला यति भयो जस्तो भयो भने साइकल भ्लग पनि हाल्दै गरौँला राइड गरेको टक्क ल्याएर कोही यताउता घुमेको घाम त आज यस्तो बल्ला नि दामी घुम्नै सकिन्न क्या यस्तो दामी लाग्ने ओए पूजन के होला इसके जाम लाल मटे लिउन आउने बल बक हान्न जान्दैन भाइले हान्न खोज्छ यार रिस्यो ओ यिनी चाहिँ रिसाइसकेको ल गाइज अब चाहिँ अहिले हामी एकछिनपछि भेटौँला हेलो गाइज अब चाहिँ हामी आफ्नो केटाहरूसँग पनि भेट भइसक्यो हामी हाम्रो साइकलहरू रेडी छ ल के छ दोस्त ल अब चाहिँ चल्दिने हो नि ल साइकल निकाल बिस्तारै चलाएपछि यो साइकल चेन फुत्किन्छ ल गाइज अब चाहिँ हामी निस्किन लाग्यो हाम्रो गन्तव्यतिर ट्याक्क लाएर म चाहिँ अब यत्रो बसिदिएको बिस्तारै चलाएर है चल्दिएको नि मोहन हिजो यसको बर्थडेमा चाहिँ लास्टमा आएको मैले हालेको छु ब्लग बर्थडेको पनि हेर्नु ल म बाबुरामकोमा टाइट गराउँ चेन यो चाहिँ हाम्रो पाहापानी राजमार्ग हनुमान ट्याक्क लाएर बिस्तारै चला के बिस्तारै चला ओ कर्सिनाल रोकिसै चेन टाइट गराउँला ओ त्यो चाहिँ मेरो साइकल लगाएर अगाडि गइसक्यो आज घाम त दामी लाग्यो नि मलाई आज चढ्न पर्ने कि हामी त्यही गोल गाइस मजाले घुमफिर हाल्नुपर्छ गोल पनि छ बाबुरामकोमा लगाएर चेन टाइट गरिदिन्छ भन्नुहोस् त ल गाइस अब चाहिँ हामी अहिले पछि भेट्छौँ है यति गर्दा चाहिँ हाम्रो साइकल पनि अलिकति सर्भिस हान्ने हो अब चाहिँ लालमटे साथीको चप्पल लिउन जान्ला ओ त्यसो चप्पल लिउन जान्ला हामी अब चप्पल लिएर घर जाने फेरि कता मन आजको घुमघाम के अरे साइकल बनाउन बल खेल्न त्यो चाहिँ मेरो साइकल खतरा चल्छ नि फेरि उडाइदिएर कि मोहन ल कट हान्न त बिस्तारै चला नि बिस्तारै गाह्रो पर्ला नरोप्ता ल गाइस अब चाहिँ हामी अहिले पछि भेटौँ ल है त ल अगाडि गर्छ हामी चप्पल किन्ने ठाउँ पनि आइपुग्यौँ यो पनि नाइ के यो हो यस्तो हो यही दामी चप्पल देखाइदिनु अङ्कल यसो चप्पल देखाउनु पर्ने त्यो ठुलो हुन्छ त बाबु तिमीलाई यिनलाई कति अङ्कल 450 को तिमीलाई नि यो अन्दाज सुन्दा यहाँ यो ठिक हुन्छ यो राम्रो हुन्छ यो राम्रो हेर यसमा उ छैन नि यसमा चुट्टे पनि हाल्नु मिल्छ त्यो राम्रो छ के अहिले यस्तो हाल्न मिल्छ चुट्टेसी यो भन्दा राम्रो छ तर त्यो माथि मात्रै सिला हुन्छ त्यो पुरो फुर्किलै हालिदिएको छ
यार यो भूत के बसी यसलाई हाल्न पनि मिल्यो मेरो नि सेमै होइन मेरो यो निस्किया निस्क्यो भने त हाल्न मिल्यो ओके चप्पल चाहिँ मेरो भाइ दामी किन्छ कि होइन अङ्कल बा तिमीलाई कस्तो लाग्यो त्यो कम्फर्टेबल छ कि नै तिमीलाई टाइट छैन कहाँ ब्याग अहिले कति ठुलो हुन्छ बोची यहाँ ठुलो गराउनु मिल्छ वास आफै गर न ठुलो कैतमा लाउने हो त्यो पर्दैन त्यो ठिकै छ बाबु अङ्कल पार्क ज्याकेट आएन त्यो नै फेरि छ त्यो कैत पर्छ नि पार्क जाँदा नि 2500 गर्छ चाहिँ यहाँ बुवा होला क्या त्यही त हुडीमा नि हुडीमा चेनवाला अनि पार्क ज्याकेटहरू त बाल बाल राख्नु भएको त अङ्कल लग्ने कि नै के खै निकालिदिउँ यो खोलिदिउँ छोरा त्यो त्यो ठुलो नगर त्यो तिमीलाई ठ्याक्कै आउँछ पछि आफै ठुलो भइहाल्छ त्यो ठुलो नगर कति अङ्कल पठाइ 650 को त्यो ठुलो गराउनु हुने त्यो ठ्याक्कै आउँछ आफै ठाउँमा आइपुग्छ बाबु त्यो कसको हो यो हाम्रै यस्तो रुमाल छ नि तपाईँले नि अहिले छैन यस्तै छ क्या उताबाट पात्लामा गलबन्दी कति का हुन् 500 को होला 250 को होला कुन 250 को यही गाइस अब यति गरेर चाहिँ हामी टक्क होटलमा आइगयौँ नास्ता खान नास्ता पनि खाइदिउँ भयो Sorry, भाई sorry. ल गाइस अब यति गरेर चाहिँ अब हामी घरतिर लाग्ला चप्पल किन्यो नास्ता खाइयो खा उता अब केटाहरू कहाँ जानु लाग्यो फेरि चार्जर किन्न जानु लाग्यो क्या ढक्क लगाएर हामी आइलो चार्ज किन्यो अहिले फास्ट सर 350 लिन्छ नि फास्ट खबर छैन र खबर छैन के दिदीकोमा गरौँ न डाटा खेलमा त कति वाट गयो एकचोटि हेरिदिनु न यहाँ के अरे चार लाउँदा नि हामीले मैले जस्तो अर्को बिचमा लासेहरू हुन्छ नि मेरो फेरि उता ढाक्नु पर्छ कि उता साइडमा यो फोन हुन्छ नि यता साइडमा ढाक्नु पर्छ क्या
टक्क ल्याएर जे चाहियो आउनु गाइस अब चाहिँ हामी हाम्रो राप्ती गाउँपालिका वडा नम्बर 2 लुम्बिनी अरू लालमटे टक्क लालमटेदेखि अलि चोकदेखि अलि भित्र आउँदासम्म हाम्रो मेला लाहा टक्क ल्याएर आउन सक्नुहुन्छ दामी महोत्सव मेला महोत्सव हो नि महोत्सव मेला दामी मेला लाग्ला हेर्नुहोस् यो ठाउँमा आउन सक्नुहुन्छ खै रज किन झरे आज ए चर्के पिङ हाम्रो ट्याक्क डुवा यही चौरमा लाग्छ हाम्रो हरेक साल मेला हाम्रो दामी मेला लाग्छ अब चाहिँ घुम्न आउनुपर्छ ट्याक्क ल्याएर घरदेखि धेरै टाढा पनि छैन के साथी छन्छौ कहाँ हिँड्ने हो त इज्जामा आयो के गर्ने त इज्जामा आयो त अब कहाँ एक ठाउँमा अड्डे त तर ठुलै हो नि अलिक टाढा हुनु पर्ने कस्तो चढेको माथि माथि चढ्नै पर्दैन क्या यहाँबाट घुमाइरहने कि यो तल जोड्ने उल्टा माथि पठाइरहने हो कि हद नजिक हो नि त ल गाइस अब चाहिँ मैले बल हान्न लाग्यो ल मन अलि टाढो देखाउ नि भिडियो बनाएर टिकटकमा हालिदिनु ल गाइस भाइहरूको फाइट परेछ म चाहिँ हेर्नु जाला केटाहरूको फाइट पऱ्यो गाइस मलाई पनि देखाउनु न एकचोटि हान्दै भाइ हान्दै ओ ना छोड भाइले खायो नराम्रै तले भाइ ओए भाइ खतरा हान्दिस् त यार यस्ता भाइहरूलाई त खानु जस् नि ओ उठ भाइ उठ भाइ लडाइँ खेल्न के यार केटाहरू आफ्नै केटाहरू भएर लडाइँ खेल्छन् नि उठ भाइ उठ राख्नु बोल्न भाइ यार यत्र फुच्चाहरू छन् रब बोल्दै हिँड्छन् यार हामीभन्दा पहिला ग्याङ्स्टर यिनीहरू छन् कि यार ग्याङ्स्टर छन् यो राप्ती गाउँपालिकाको केटा मोहन यान ओए मोहन अब शॉट की शॉट मोहन तू कान ना ला ना ल अब चाहिँ मैले सर्ट हाल्ला गाइस
आनन ल आनन आइमान ट्याक्कै ए बड्डा ल गाइस अब चाहिँ घरतिर धोबा यति गर्छ हामी अब घर पनि आइसक्यौँ नेट लगाएर गएस् नि अब ट्याक्क हामी भलिबल खेल्ने गएर खानासाना खाएर अब भलिबल खेल्ने त कहाँ जाने होस् भलिबल जाने होस् किन केटी भेट्न जानु लास् नि होइन यता फेरि के चलिरहेको त हाम्रो गाइस कस्तो लाग्यो जम दे साइकिल मन एकाउन्ट लाग्ने होस् लगेर अब आया एकछिन यो स्ट्यान्ड माथि ल अब चाहिँ घर पनि म पुग्ने यो मेरो घर घर पुग्यो अब भात खानु पर्यो ल ल जाए ल केटा गए ल गाइज अब चाहिँ अहिले भेटौँला है ल गाइज अब यति गर्छ मैले खानासाना खाएर अब इन्डियादेखि आज मेरो आन्टी आउलाम भयो आन्टी र भाइलाई मैले लिउन जान लाग्छु रोडमा झोलाहरू धेरै छन् र इन्डियाबाट आएको मान्छेको त त्यस्तै त अलिअलि झोलाहरू हुन्छ सामानहरू हुन्छन् त्यो सामान ल्याइदिनु जान लाग्छु म रोडमा खानासाना खाएर केटाहरू चोरमा छैनन् पुरै खाल छ चोर त स्कुलमा पनि छैन अब आन्टीहरूलाई लिनु आइपुग्नु होला सायद समथिङ लमाइ होइन आइपुग्यो भने त खाना खान लाग्यो म चाहिँ त्यही भएर नलाएको चाँडै अब जान्ला हो लिउन ट्याक्क लिउन जाने अब लगाएछ अब चाहिँ अहिले आन्टीहरूसँग भेटौँला है लगाएछ अब चाहिँ मैले अस्मिलाई भेटिसकेँ हो ट्याक्क हजुर खै त ल आन्टीलाई पनि भेटिसकेँ मैले हाटक हेलो हाटक ठुली भएस् भाग्य मान्नु भएस् धेरै पढेस् ल यो सामान कति भारी छ मुला उचाल्न मुला चाल्छ के उचाल्नु ब्रो कहिले मन सक्छ लाग्छ रियो दिदा यो सम लाग्छ म यो चिठी लता ल के हो यो त्यो हामीलाई कस्तो गरेर ल्याएको थियो दुईटा उचालेर कोही धन्छ सामानहरू ल लगाऊँ के कुन बोक्छ त्यही बोक यो बोक्नु के यस्तो गर न हुन्छ यो ऊ त्यो लग पर्दैन ऊ त्यो हाल्नुको छ अनि माछ बोक के ल अब चाहिँ मैले यस्तै गर्दा ल गाइस अब चाहिँ ट्याक्क उचाल्यो अब चाहिँ घरतिर लाग्यो ल ह्यान्डसम भएर जस्तो ब्लग बनाउँदै ह्यान्डसम भएर हाम्रो टक्क इन्डियाबाट म पनि अब बोक्दिउँ ल गाइस अब चाहिँ घर घरै ती पूजा ल गाइस अब चाहिँ टक्क आन्टीलाई छोडेर पनि आयो अब चाहिँ हामी नेट सेट लगाएर अब भलिबल खेल्न कटो छोडेर आयो त टक्क नेट पनि छोप्छ नेट उचाल्यो अब ट्याक्क बत मलाई दिएन यस्तो गरौँ न त के गर्ने त खाउली रजिन म पूजन समीर
छैन किनभने हामीले चाहिँ हाल्ने दिन गरे गाडीमा जे दियो अनि पम्प अब चाहिँ भलिबल खेल्दा भलिबल ए हाम्रो स्पाइक लेफ्टर ए राइटर नि क्विकर हाम्रो यो मेरो भाइ खेल्न केही जान्दैन तर उडिरहन्छ हावामा जो खेल्नमा त्यही हाम्रो ह्यान्डसम ब्रदर कालो भएर देखा गरिदियो दुईटा खेल्ने के पोइन्ट गर्ने चल्दैन कि अर्जुन ल गाइस अब चाहिँ ट्याक्क त्यति गर्दा चाहिँ अब हाम्रो नेट पनि टाङ्ग्यो ट्याक्क भलिबल खेल्ने ए यहाँ दुई भाइ खेलिरहन् अब चाहिँ भलिबल खेल्ने हामी 2 versus 2 केटाबाट आज हार्छन् ए एउटा यो नेसनल एउटा बादर त्यहाँ चढे हा ओइ बादर माइके बादर ओइ ल खेलाम के आइज अब चाहिँ हाम्रो हाफ टाइम भइसकेको छ हामीले एक कोट एक म्याच जितेर फेरि खेलेर हामी एक कोट फेरि जितिसक्यौँ अब चाहिँ हाम्रो फाइनल यिनीहरूको चाहिँ सेमी फाइनल हामी जित्ने गेम भइरहेको हाम्रो भाइ पनि आइसक्यो अर्जुन आकाश लिएर आएका यिनी खेल्न नभए छटपट तलतिरै गएको थियो नि म 2 राउन्ड भएको भाइ गएको पम्प खै त अब टक्क लाएर खेलाम फाइनल नान्न गबर यार हाम्रो फाइनल यिनीहरूको सेमी फाइनल हो क्या हो नि है खेलाम रेडी ठिकै हुन्थ्यो रेडी त्यो हामीले कोट जित्याम भने रेडी सहिलो नि हुन्थ्यो भने हाल्दिनु रेडी ल रोजनीको चान्स तिमीलाई दिन्छौँ जो लग्ने ल को त म अर्जुन यो भइहाल्यो ल कहाँबाट खेल्छस् उता साइडबाट खेल्छस् कि नै कता जहाँबाट नि खेल्छु के यो कोट भाइ यताबाट खेल्छु हानी होइन नि अब त हामी जित्यो फाइनल हो हाम्रो सुन तिम्रो फाइनल हो यिनीहरूले जित्यो सुन अर्को कुरा सुन सर्भिस मैले गरेर आऊ मैले दे सन्तेलाई थाहा यो कोटमा मेरो कस्तो राम्रो सर्भिस आन्छ त्यसलाई भन्दै ओए सुन प्लेसिङ खेल्ने नि 3 जना छन् प्लेसिङ खेल्ने हो टक्क प्लेसिङ खेलेर सर्ट हान्ने न ल गाइस यति गर्दै मेरो भाइले पम्प हान्नु ल पम्प हान्ने अब यसले अब यसको आधा किलो बोसो घट्छ सरको जित्छ क्या कान्टी जाने यो तपाईँले त्यो नचाट्नु मलाई ल गाइज अब चाहिँ हामी खेल्छौँ यहाँ मोबाइल छोपिदिनु कोही छैन त्यही भएर चाहिँ खेलेको भिडियो बनाउनु पाइनँ हामी रियल सरी ल गाइज बाई गाइज अब चाहिँ हामी भलिबल म्याच खेलेर म घर आएर नुहाएर अब चाहिँ यो टायर पङ्चर भयो यसको टक्क साइकल बनाउनु जान्ला भालबाङ हाल केटा यो मेलमा पनि यो छोड्ने पहिला के हो शान्ति यो के हो मकै हिँड्दै जानु पर्छ मन कहाँ खाना बोला न मन ल गाइस अब चाहिँ हामी अलि एकछिनपछि भेटौँला गाइस अब चाहिँ ट्याक्क आइसक्यौँ हामी साइकल पसलमा दाइको साइकल बनाउन भाइरल हुन्छ नि यहाँ त यता हेर्नु नि दाइ टिकटकमा त एकदम भाइरल हो टक्क दङ्गाली पसल भालुबाङ छ नि आइदिनु पऱ्यो है ट्याक्क भिजिट हान्दिन डेलिभरी हुन्छ कि नै दाइ डेलिभरी पनि हुन्छ अल ओभर नेपाल
नेपालमा यो पुरै युनिभर्स पुरै युनिभर्स हो। साइकल चाहिँ दामी छ नि टक्क लगाएर दामी साइकल छन् जस्तो खोज्यो त्यस्तै हो छक्क आउनु पऱ्यो भिजिट हाल्नु पऱ्यो दाइकोमा दाइले चाहिँ एउटा हामीलाई पम्प गिफ्ट गर्नुभयो फलोवर्सलाई टक्क दाइलाई चिनेको हो फलो गरिदिनु हो दाइले एउटा पम्प दिनुभयो हामीलाई पम्पको पनि अभाव छ बलमा हावा गर्ने साइकलमा हावा गर्ने फेरि यति आउनुपर्छ पाखाबनदेखि कति किलोमिटर छ अरे समथिङ 2 किलोमिटर छ हाम्रो टक्क दाइले दिनुभयो अब 2 किलोमिटर पाखाबनदेखि को आउँछ अनि दाइले एउटा गिफ्ट गरिदिनुभयो दाइलाई धेरै धेरै धन्यवाद छ ठ्याक्क लगाएर भालपाङ बजार पारि यो चाहिँ ठ्याक्क अलि अगाडि यतातिर पछाडि चेकिङ हावा त गइरहेको छ त कति भरे आयो लगाएछ अब चाहिँ हामी अहिले एकछिनपछि भेटौँ ल अब चाहिँ यो साइकलको पालो ट्याक्क लगाएर यसको चाहिँ यो स्ट्यान्ड र पछाडिको ब्रेक बनाउने हो दाइ चाहिँ त्यहाँ जानुभयो ट्याक्क दाइले बनाइदिन्छ दाइ यसको चाहिँ स्ट्यान्ड र टक्क ब्रेक बनाइदिनु पऱ्यो क्या अरू त त्यति हो अरू चाहिँ तपाईँ त ह्यान्डसम हुन्छ है तपाईँ ह्यान्डसम हुन्छ भने टक्क त्यो दारी हेर्नु त्यो दारी कपाल हेर्नु ओए भर्खर कपाल काटेको एकदम अब चाहिँ दाइले बनाइदिन्छ फेरि हामी घरतिर लाग्ने हो रात पर्नुसक्नु लाग्यो कति 5:30 हुन लागिसक्यो ल गाइस अब चाहिँ यति गर्दै साइकलहरू सर्भिसिङ भएर साइकल बनाएर केटाहरूको टक्क हामी चाहिँ अब घरतिर लाग्ला अब मजाले उड्ने हो ए अब यहाँदेखि ओह्रालो मजाले केटा हो टक्क लगाएर ओह्रालो झर्या मजाले साइकल चाहिँ बहुत सेफली चलाउनु पर्छ किनभने यतातिर गाडीहरू आउने बहुत सम्भावना हुन्छ हाम्रो उड्या मजाले उड्ने हो साइकलमा हो गाडीहरू यस्तो आउँछ नि म चाहिँ अब दुईवटा हात छोडेर चलाइदिनु आयो टक्क लगाएर अब चाहिँ हाम्रो पौवा होटल पौवा अर्को यो हामी छुवा छुने म चाहिँ दुईवटा हात छोडेर चलाइदिउँला ट्याक्क लगाएर लगाएछ अब चाहिँ अहिले पछि भेटौँला हामी अब चाहिँ बिस्तारै रात पनि पर्न लागेको हाम्रो अब चाहिँ फेरि चप्पल किन्न हामी गानको ठाउँमा लालमोटे जाने हो चप्पल चाहिँ मेरो साइजको यहाँ पाइँदैन अब चाहिँ हामी बिहान गएको थियौँ नि लालमोटे त्यही ठाउँमा जाने फेरि अङ्कलकोमा ल गाइस पछि भेटौँ ल गाइस अब चाहिँ हामी टक्क कामसाम गरेर घरै कामसाम गरेर अब कति समथिङ 6:30 भइसक्यो होला अब चाहिँ हामी चप्पल किन्न जान्ला राति
टाइमै पुगेन होइन केटा एउटा ठ्याक्क पछाडि छ अब चाहिँ टाइम पुग्यो होइन अलिक पसल बन्द हुन्छ त्यही भएर चाहिँ हाम्रो रप्तेको केटा रप्ता आ गया यार अलि साइडमा आइज यता आइज ल हो हिरो उड्यो म पनि हुनै पर्यो ट्याक्क लाएर गाइस कडा हो ग्याङस्टर यस्तो जाड छ अझ मैले ग्लोभ्स पनि लगाएन हातमा टक्क काम गरेर चलिदिइहाल्यो गएर काम गर्नै पर्यो अब चाहिँ हामी लालमटी पनि आइपुगिहाल्यो छैन अब लगाएर जब चाहिँ दोकानमा गएर भेटौँला समथिङ अब 9 बजिसक्यो दोकान पनि आउनु लागिसक्यो अहिले दोकानमा गएर भेटौँला गाइज अब चाहिँ हामी चप्पल किनेर हामी 3 जना केटाहरू चाहिँ चिया खान आएको छौँ होटलमा यो टक्क चिया एउटा यहाँ एउटा चाहिँ मोमो चाउमिन खाइरह यता हेर्नु त चाउमिन खाइरह मैले चाहिँ अब टक्क चिया खान लाग्यो दामी छ चिया खान लाग्यो लगाएर चाहिँ आजको भ्लग चाहिँ यतिसम्म भयो सकेसम्म साथ सपोर्ट गरिदिनु होला हजुरकै साथ सपोर्टले म अगाडि बढ्ने हजुरकै साथ सपोर्टमा अगाडि बढ्ने लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला ल गाइस आजको लागि चाहिँ बाई बाई भोलि भयो भने भोलिको नयाँ भ्लगहरू बिस्तारै म हालिरहन्छु लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला हजुरकै साथ सपोर्टले चाहिँ म अगाडि बढ्ने हो अब सबैलाई बाई बाई टाटा गुड नाइट टेक केयर सबैलाई लस बाई